हल्का बन्द सन्द छ मजाले फ्राई भयो धेरै पनि मलाई यो मलाई त हड्डी खानु मन टक्क काटेर चाहिँ रेडी गर्यो अब यसलाई बोइल गर्नुपर्ने हुन्छ अब एकछिन चप्पलहरू छोपिदिउँ है मजाले बोइल गऱ्यो भने चाहिँ होइन धेरै पकाउनु पर्दैन के धेरै फ्राई नगर्ने अलरेडी पाकिसक्यो बोइल गर्दाखेरि गोडा पनि हाल्छ साथीले मजाले पकाउनुपर्छ मसलाहरू चाहिँ फ्राई भयो त्यसमा फराइनु पऱ्यो है खतरा हुनु पऱ्यो तर तेल धेरै पनि मलाई यो माल थोरै भयो दामी बेलीको हो दामी छ क्या हतार हतार गऱ्यो हतार पकाऊ दामी कल सरी बनायो भाइ मिठो भन्छ तर हल्का भयो कहिले बियर आयो धनिया चाहिँ अलिक नराखेर कि टेस्ट अलिक कम भयो क्या मलाई त हड्डी खानु मलाई मैले हड्डी राखेँ कि राजा भन्दा पनि बरु बालेन साहब प्रधानमन्त्री भयो के हुन्छ भन्ने हुन्छ हिस्ट्री अनुसार चाहिँ अब पुर्खौलीबाट चाहिँ अब त्यही हो सधैँले सराबी देश भन्छन् त्यही नै भइरहेको अब हुन न फेरि एक्जाममा त्यो टाइम कस्तो गरेको त्यो पढ्दा नि त्यो हामी त्यो रेल लाइनमा भएको कस्तो हुन्थ्यो होला आङसिङ हुन्थेन जिउँदो मान्छे श्रीमान मरेपछि जिउँदो त्यो बुढी गरेर उस गर्नु मारेर ढुङ्गाले हानेर त्यहाँ पुरा फलाउने सिक्लीले बाँधेर थोरै हात हाल्छ किन भोलि 12 घन्टा काम गर्न सक्छ दबाएर दिनु परेन हो 12 घन्टा 14 घन्टा दिनुपर्छ दबाएर दिनु पर्यो खाना पनि अब सास सल्नुसम्म अब आश राख्नु पर्यो दबाउनै पर्यो म आउँदिन एउटा टेबलले त भन्ला होइन एउटा डाइनिङ टेबल हेरेको मैले 120 कति भन्छ एमाजोनमा क्या फोल्डिङवाला टेबल भन्छ मजाले बसेर खानु मिल्छ क्या अब कुरा सानो छ टेबल नि अटाउँदैन यहाँ गाह्रो छ सानो के फोल्डिङवाला एल्मुनियमको अगाडि पर्नेर राख्नु त्यो पनि ठिक छ 1 घन्टा छैन
किन दिँदैन नि त मसला तिम्रो गरम मसला हालेर यसमा पछि त्यो राजेशको उसँग रहेछ त्यो त पनि गरम गरम भयो अरे धेरै पिरो भयो त लास्ट यार के पिरो भयो गरम मसला हो क्या मजाको आज यिनीहरूको सिधा छैन आज मिल्नु भन्नु त बिहान गइरहेको थियो पिरो स्पाइसी टु मच स्पाइसी भयो आज के भन्नु छ कमेन्ट दाइ बिस्तार खानु होला बिस्तार खस्छ फेरि बिस्तार त दुधो नसुन्नु होला फेरि राति आउँछ र के आउँछ भन्ने कुरो सुन्नु राति बोलेर यहाँ म म त यस्तो गएर मलाई उठाउँछ सायद उठाउनु नसक्छ के खानु चाहिँ भयो बोल्दा यस्तो कति मलाई तातो पनि खाऊ अदुवा खाऊ मुजुर लागि बिस्तार त्यस्तै भइरहेको मैले त खाइदिनु होइन त्यो चिज पनि खानु हो सोरेलमा बोल्दा कि ए ल सोह्र सुकेछ त भाइको त के हो भाइ अदुवा हो अदुवा खाऊ न केटाहरूको चाहिँ यहाँ घाँटिदिएको छ कि चिज पानी खाएर चिल्लो खाँदैन चिल्लो नखाऊ धेरै मेरो जस्तो भन्छ उसको बोली सुनेन के साउन्ड क्लियर छ अरे कस्तो स्वर बस्छ राष्ट्रिय यार त्यस्तो सरी है मैले गर्दा त्यस्तो अलिकति अब घुमाएर अब फेरि मैले कोल्ड ड्रिङ्क्स खुवाइदिएँ नि त अनि चिया खाउँ नि आइसक्रिमहरू कोल्ड ड्रिङ्क्सहरू त्यो न्यू चापी त्यहीँबाट उस भयो क्या दामी भयो तर आज हल्का चिल्लो बढी भयो छैन के थाहा भाइ र म डिस्कस होइन दही ल्याएर हल्का यहाँ के भइरहेको थियो दहीले खाइयो के अरे त्यो मिक्स गरेर कि लसी दही गाह्रो छ ड्युटी पनि यस्तै भएन यस्तै भयो क्याम्प नम्बर 1 मा मले अदुवा पानी खाइदियो क्या अदुवा पानी होइन तातो पानीमा नुन हालेर उस गर्नुपर्छ नुनले पुरा पोलिदिन्छ गर्मीमा पनि गएर बुझ्नु नि यस्तो चिज भएको छ मान्छेलाई म त के लात बाटे बाट अनि म त अब होला त अब यत्रो उस त्यसले केही गर्नु भएन अहिले खानु मलाई त पुरा उस बस्छ मलाई पुरा पिरो भयो कसरी हो पिरो चाहिँ मैले गरम मसला के रासको धुलो नै हालेको थिएँ बुझ्दैन के यार खोर्सानीको के त्यसलाई के हुन्छ अरे अलिक थोरै जस्तो लाग्यो त्यो हालेको थोरै अहिले खाना नमस्ते टक्कै दामी मैले